नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। नेपाली क्रिकेट जगतका सम्पूर्ण अपडेटहरूको साथमा हामी प्रस्तुत हुने गर्दछौँ। दर्शकवृन्द, आजको भिडियोमा केही गुड न्युजहरू रहेका छन्। नेपालको ए टिम र नेपालको सिनियर टिम पनि घोषणा भएको छ। छुट्टा छुट्टै टिमहरू घोषणा भएको छ। यसको बारेमा धेरै नै चर्चा भएको छ। इशान र गुलसन झाले मात्रै U20 बेल्जियम खेल्ने अनुमति पाएका छन् भने अन्य खेलाडीहरूले अनुमति पाएका छैनन्। पहिला देश, त्यस पछाडि बल्ल अन्य लिगहरू। दर्शकवृन्द, यो बारेमा पनि मैले भिडियोमा चर्चा गर्नेछु। किन त इशान र गुलसनलाई मात्रै यस लिग खेल्ने अवसर दिएको छ र भारत भ्रमणका लागि नेपाल ए को टिम पनि घोषणा भएको छ। नेपाल ए मा राष्ट्रिय टिमबाट खेलिसकेका धेरै खेलाडीहरू रहेका छन् र सिनियर टिममा भर्खरै मात्र खेलेका खेलाडीहरू पनि नेपालको ए टिममा समावेश भएका छन्। यसले कहीँ न कहीँ भारतमा उत्तराखण्ड गोल्ड कपमा शानदार प्रदर्शन गर्न सक्नेछन् भनेर पनि धेरैले चर्चा गरेका छन्। यो बारेमा पनि भिडियोमा चर्चा रहनेछ। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। नेपाली क्रिकेट सम्बन्धी सबै अपडेटहरूको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई एक लाइक गरिदिनु होला र तपाईलाई कस्तो लागिरहेको छ नेपालको सिनियर टिम र अझै कुन कुन खेलाडीहरूलाई समावेश गर्नु पर्थ्यो जस्तो लाग्छ तल कमेन्ट बक्समा यो बारेमा पनि लेख्न सक्नुहुनेछ। दर्शक महानुभाव, नेपाल क्रिकेट टिम अब धेरै नै व्यस्त हुने भएको छ। नेपालको ए टिम, नेपालको सिनियर टिम दुवै टिमहरू एकदमै व्यस्त रहेका छन्। दर्शकवृन्द, अन्ततः खेल तालिका एकै समयमा जुटेपछि नेपालका खेलाडीहरूले भने आफ्नो देशको लागि नै पहिला खेल्ने भएका छन्। यद्यपि इशान पाण्डे र गुलसन झाले भने अनुमति पाएका छन् U20 बेल्जियममा खेल्ने। युरोपमा खेल्न पाउनेछन् नेपालका स्टार दुवैजना लेफ्ट ह्यान्डेड ब्याटरहरूले। बेल्जियममा आयोजना हुन लागेको पहिलो संस्करणको U20 बेल्जियम लिगमा नेपालका तर्फबाट गुलसन झा र इशान पाण्डेले मात्र खेल्ने भएका छन्। आइतबार नेपाल क्रिकेट संघ क्यानले लिगका लागि विभिन्न टोलीमा अनुबन्ध भएका रोहित पौडेल, दिपेन्द्र सिंहेरी, लोकेश बम, आसिफ शेख, सन्दीप लामिछाने सोही समयमा आयोजना हुने एसियन गेम्स छनौटको लागि हुने प्रतियोगितामा व्यस्त रहने भएका छन्। सँगै उक्त लिग खेल्ने भनेका अनिल कुमार शाह, ललित राजवंशी भने नेपाल ए टोलीमा रहँदै भारत भ्रमण गर्ने हुनाले उनीहरूले पनि U20 बेल्जियम खेल्ने अवसर गुमाउनेछन्। दर्शक महानुभावहरू, अब धेरैजनाले प्रश्न यहाँ गरिरहनु भएको छ, इशान पाण्डे र गुलसन झाले मात्रै किन पाउने, अन्य युवा स्टार खेलाडीहरूलाई नेपालको सिनियर टिममा राखेर यी खेलाडीहरूलाई U20 बेल्जियम नै खेल्न दिनुपर्ने हो भनेर पनि धेरैजनाले भन्नुभएको छ। तर नेपाल क्रिकेट संघ क्यानले पहिला के सोच्यो कि देश पहिला छ, त्यस पछाडि बल्ल अन्य लिगहरू भनेर। तर यसरी भनिरहँदा गुलसन झा र इशान पाण्डेलाई मात्रै किन त्यहाँ पठाइयो भन्ने कुरा पनि रहेको छ। यसमा नेपाल क्रिकेट संघ क्यान, नेपाल क्रिकेट टिम म्यानेजमेन्टले पनि यसको बारेमा पछाडिको लागि सोचेको छ। अब केही समय अगाडि मैले पनि कुरा गरेको थिएँ, नेदरल्यान्ड्स भ्रमण गर्दैछ लिग 2 का खेलहरूमा, जहाँ नेपालका प्रमुख ब्याटरहरू इशान पाण्डे र गुलसन कुमार झा जस्ता खेलाडीहरूलाई त्यहाँ युरोपको पिचमा भिज्न दिएर त्यहाँको पिच कन्डिसनसँग नजिक भएको खण्डमा नेपालको तर्फबाट खेल्दाखेरि नेदरल्यान्ड्समा नामिबिया र नेदरल्यान्ड्स विरुद्ध खेल्दाखेरि यिनीहरूलाई फाइदा हुनेछ, जसले नेपाल क्रिकेट टिमलाई नै फाइदा पुग्नेछ भनेर पनि कोचले पनि यो बारेमा जानकारी गराइसकेका छन्। यसले चाहिँ प्रफुल्ल भएको छ धेरै समर्थकहरूको मन र यो एउटा राम्रो सोच पनि रहेको छ। दर्शक महानुभावहरू, र अन्य खेलाडीहरू भने जुन खेलाडीहरू व्यस्त छन् ती खेलाडीहरूले चाहिँ देशको लागि खेलिरहेका छन्। नेपालको एबाट भयो, नेपालको सिनियर टिमबाट पनि भयो। र प्रतीश ऋषिको बारेमा धेरैजनाले कुरा गर्नुभएको छ टिममा किन आउनु भएन भनेर। तर प्रतीश ऋषिले पनि एउटा स्ट्याटस लेख्दै त्यो जानकारी गराइसकेका छन्। तपाईँलाई थाहा छैन भने उनको सर्जरी भएको छ। दर्शक महानुभावहरू, उनको बायाँ खुट्टाको किडनीको सर्जरी भएको जानकारी उनले गराइसकेका छन्। दर्शक महानुभावहरू, र भारत भ्रमणमा जाने टोली तपाईँलाई कस्तो लाग्यो? सिनियर टिमबाट लामो समयदेखि खेल्दै आइरहेका ललित राजवंशी ए टिममा परेका छन् र ए टिमबाट लामो समय खेलेका र भर्खरै मात्र सिनियर टिममा डेब्यू गरेका अर्जुन कुमार पनि ए टिममा रहेका छन्। दर्शक महानुभावहरू, र भारतको उत्तराखण्डमा हुने उत्तराखण्ड गोल्ड कपको लागि नेपालको ए टिमको घोषणा पनि भएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार अनिल शाहको कप्तानीमा 15 सदस्यीय नेपाल ए टोलीको घोषणा गरेको। नेपाल ए टिममा अनुभवी स्पिनर ललित राजवंशी तथा केही साता अघि ओडिआईमा डेब्यू गरेका अर्जुन कुमार समेत अटाउन सफल भएका छन्। गोल्ड कपमा नेपाल एले 30 मेमा केरला, 31 मेमा गोवा र 2 जुनमा उडिसाको टोलीसँग खेल्नेछ। 4 जुनमा क्वार्टर फाइनल छ र 6 जुनमा सेमिफाइनल तथा 7 जुनमा प्रतियोगिताको फाइनल खेल आयोजना हुँदैछ। दर्शक महानुभावहरू, नेपालको ए टिममा अनिल कुमार शाह कप्तान रहनेछन्। मयन यादव, तीर्थराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक दुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमार जस्ता खेलाडीहरू यहाँ समावेश रहेका छन्। मलाई जहाँसम्म लाग्छ यो टिममा धेरैभन्दा धेरै ओपनरहरू रहेका छन्। अर्जुन कुमार ओपनिङमा खेल्ने ब्याटर, अनिल कुमार शाह ओपनिङ गर्ने ब्याटर, त्यस्तै गरी मयन यादव ओपनर, तीर्थराज दास ओपनर। यद्यपि देव खनालले पनि ओपनिङ गर्न सक्ने सम्भावना राख्छन् र मिडल अर्डर ब्याटरहरूको र नम्बर 4, 5 मा खेल्ने ब्याटरहरू अलिकति कमै देखिरहेको छु मैले। तर नम्बर 4, 5 को लागि पनि छन् त खेलाडीहरू होइन। पवन सराफले खेल्न सक्छन्, दीपक दुम्रे भइ नै हाले, त्यस्तै गरी रसिद खान, नारायण जोशी लगायतका खेलाडीहरू पनि खेल्न सक्नेछन्। र यी ब्याटरहरूले
नम्बर 3 नम्बर 4 को लागि पनि खेल्नु पर्ने हुन्छ। अब मयन यादव, तीर्थराज दास, अनिल कुमार शाह, देव खनाल नम्बर 3 को लागि ब्याटर फिट रहेका छन्। उनले लगातार नम्बर 3 मा राम्रो पनि गरिरहेका छन्। अर्जुन कुमारले ओपनिङ गर्न सक्छन् र त्यस्तै गरी मयन यादव, तीर्थराज दास मध्ये एकजनाले ओपनिङ गर्ने भयो भने अनिल शाह 4 नम्बरको लागि पनि खेल्न सक्नेछन् या नम्बर 3 को लागि पनि खेल्न सक्छन्। देव खनाल नम्बर 4 को लागि पनि प्रयोग गर्न सकिने हो। खेलाडीहरू चाहिँ धेरै ओपनरहरूको विकल्प रहेका छन् र स्पिनरको विकल्प पनि यो टिममा हुने भयो। अब ललित राजवंशी आएसँगै अझै बलियो हुने भयो। विपिन खत्री छन् र त्यस्तै अर्का लेग स्पिनर युवराज खत्री पनि शानदार लयमा देखिएका छन्। त्यो कारणले गर्दा राम्रो छ र फास्ट बलिङ अप्सनमा भने आकाश चन्द्र हेमन्त धामीको विकल्प रहनेछ। बसिर अहमद एउटा लेफ्ट ह्यान्ड ब्याटर अलराउन्डरको रूपमा, रसिद खान अर्को एउटा मिडियम पेसरको रूपमा भने नारायण जोशी पनि अर्को एउटा मिडियम पेसरको रूपमा भने पवन सराफ एउटा राम्रो अलराउन्डरको रूपमा रहन सक्नेछन्। यी खेलाडीहरूले शानदार लयमा रहेर उत्तराखण्ड गोल्ड कपमा शानदार प्रदर्शन गर्नुपर्छ र हरेक म्याचहरू जित्ने छ र उपाधि दावेदार पनि नेपाल क्रिकेट टिमलाई हेरिएको छ। अब हेरौँ नेपाल क्रिकेट टिमले लगातार जित्छ या जित्दैन, अगाडि क्वार्टर फाइनलमा पुग्छ कि या पुग्दैन। यदि त्यहाँबाट क्वार्टर फाइनलमा पुग्दैन भने छिटै नै नेपाल क्रिकेट टिम बाहिरिन्छ भने नेपाली क्रिकेट टिमका खेलाडीहरू चाहिँ U20 बेल्जियम खेल्नको लागि यहाँबाट अनिल कुमार शाह, ललित राजवंशी जस्ता खेलाडीहरू जान सक्नेछन् भन्ने चाहिँ मलाई लाग्छ। दर्शक महानुभावहरू, यसको बारेमा तपाईँलाई के लाग्छ तल कमेन्ट बक्समा लेख्नु होला। र त्यस्तै सिनियर टिमको दिपेन्द्र सिंह एरीको कप्तानीमा रहेको नेपाली टोली जुन टिमले भने एसियन गेम्स खेल्नेछ सोही समयमा नै हुन सक्नेछ यो खेलहरू पनि। दर्शक महानुभावहरू, 1-2 दिन अगाडि पछाडि गरेर हुन्छ, तर सिङ्गापुरमा यो टिमले पनि शानदार प्रदर्शन गर्नुपर्ने हुन्छ। खेल तालिका परिवर्तन भइसकेको छ। चाइना, कतार, मलेसियासँग नेपालले खेल्ने हो र नेपाल क्रिकेट टिमले यहाँ राम्रो रेकर्ड राख्न सक्छ, चाइना विरुद्ध रेकर्ड राख्न सक्नेछ भनेर धेरैजनाले चर्चा पनि गरिरहनु भएको छ। अर्को हप्ताबाट सिङ्गापुरमा सुरु हुने एसियन गेम्स छनौटको लागि दिपेन्द्र सिंह एरीको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ। यहाँबाट पनि नेपाल क्रिकेट टिमका मुख्य खेलाडीहरू जुन U20 बेल्जियममा छन्, अनुबन्ध भएका छन्, ती खेलाडीहरू लगभग सुरुवाती खेलहरू गुमाउन सक्नेछन्। यदि जाने हो भने चाहिँ अन्त्यतिर नेपालका सिनियर खेलाडीहरू पनि जान सक्नेछन्। दिपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, आसिफ शेख लगायतका खेलाडीहरू U20 बेल्जियममा जान सक्नेछन् जस्तो मलाई लाग्छ। दर्शक महानुभावहरू, तर सुरुवाती खेलहरू भने सबै गुमाउनेछन् नेपालका खेलाडीहरूले, किन भन्दा देशको लागि खेल्नु पर्यो। देशको लागि खेल्दाखेरि अन्य लिगहरूलाई चाहिँ त्यति वास्ता गर्नु भएन। नेपाल क्रिकेट संघले दिपेन्द्र सिंह एरीको कप्तानीमा घोषित टोलीमा ODI टोलीका कप्तान रोहित पौडेललाई पनि समावेश गरेको छ। यो विषय चाहिँ अलिकति रोचक बनेको छ, किन भन्दा योभन्दा अगाडिको T20 टोलीमा रोहित कुमार पौडेल टोलीमा थिएनन्, आसिफ शेख थिएनन्, सोमपाल कामी थिएनन्, करण केसी थिएनन्, तर यी सबै खेलाडीहरूले यो T20I टोलीमा चाहिँ फेरि पुनरागमन गरेका छन्। दर्शक महानुभावहरू, यो शानदार छ भने UAE संघको श्रृङ्खलामा टिममा रहेका अर्जुन सावत, बसिर अहमद, गुलशन कुमार झा, हेमन्त धामी र सन्तोष यादवलाई टोलीमा राखिएको छैन। सन्तोष यादवलाई भने नेपालको A टिममा पनि राखिएको छैन। दर्शक महानुभावहरू, खोइ किन हो? सन्तोष यादव नेपालको A टिममा डिजर्भ गर्ने खेलाडी हुन्। दर्शक महानुभावहरू, नेपालको सिनियर टिमबाट नै डिजर्भ गर्न सक्ने खेलाडी, पछिल्लो समयमा लगातार प्रदर्शन पनि गरिरहेका छन्, तर उनलाई पनि A टिममा पनि राखिएको छैन। यसको बारेमा पनि हामीलाई केही जानकारी प्राप्त भएको छैन। प्रतीश ऋषिको बारेमा त जानकारी भइसकेको छ हैन, उनी सायद इन्जर्ड छन्। यसको बारेमा तपाईँलाई थाहा छ भने तल कमेन्ट बक्समा लेखिदिनु होला। दर्शकवृन्द, नेपालले पछिल्लो पटक T20I खेल UAE विरुद्ध खेलेको थियो, जहाँ रोहित, आसिफ, सोमपाल, करण टोलीमा रहेका थिएनन्। क्यानले रोहितलाई कप्तानीबाट हटाएर दिपेन्द्रलाई कप्तान बनाएको थियो। अब दिपेन्द्रको कप्तानीमा यस पटक भने रोहित कुमार पौडेलले खेल्नेछन्। दर्शकवृन्द, SCCले जारी गरेको खेल तालिका अनुसार पहिलो खेलमा नेपालले चीनको सामना गर्नेछ। प्रतियोगितामा नेपाल र चीन सहित 8 टोलीहरूले सहभागिता जनाउने भएका छन्। पहिला 13 टोलीहरूको सहभागिता रहने भएको थियो र अहिले पछि ती 5 टोलीहरूलाई बाहिर गरेर 8 टोलीहरूलाई मात्रै समावेश गरेर खेल तालिका सार्वजनिक गरेको छ। नयाँ खेल तालिका पनि आइसकेको छ। SCCले सहभागी टोलीहरूलाई 2 समूहमा विभाजन पनि गरेको छ भने SCCका अनुसार समूह विभाजनमा नेपाल र चीन सहित मलेसिया र कतार समूह A मा रहेका छन्। समूह B मा भने ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेका छन्। यहाँ धेरैजनाले मलाई प्रश्न पनि गरिरहनु भएको थियो, दाइ UAE को टिम किन छैन? ओमान छ, चाइना छ, हङकङ पनि छ, बहराइन पनि छ, सिङ्गापुर पनि छ भने UAE जस्तो बलियो टिम पनि यहाँ हुनु पर्थ्यो, किन यहाँ छनौट भएको छैन भनेर पनि धेरैजनाले मलाई सोधिरहनु भएको छ। दर्शक महानुभावहरू, थाहा नभएका साथीहरूलाई चाहिँ मैले के भन्न चाहन्छु भन्दाखेरि यो एसियन गेम्स भनेको टोटल्ली आफ्नो देशको नागरिकता भएको खेलाडीहरूले मात्रै खेल्ने हो। त्यो कारणले गर्दा UAE को टिममा सबै बाहिरबाट ल्याइएका खेलाडीहरू रहेका छन्। अङ्गीकृत नागरिकता दिएको छ, त्यही कारणले गर्दाखेरि उसले सहभागिता जनाउन पाएन। आफ्नै देशको नागरिक हुनुपर्छ। यो ICC को कुनै प्रतियोगिता जस्तो होइन, त्यसै कारणले गर्दाखेरि पनि UAE को टिम यहाँ समावेश छैन। ओमानले भने पछिल्लो समयमा सुधार गर्दै आफ्नै एउटा टिम बनाएको छ, त्यही कारणले गर्दाखेरि ओमान भने यहाँ सहभागिता जनाउँदैछ। दर्शक महानुभावहरू, 31 मेबाट सुरु हुनेछ यो प्रतियोगिता। पहिलो खेलमा नेपालले उद्घाटनकै दिन चीनसँग खेल्नेछ। दोस्रो खेल भने 2 जुनमा कतारसँग, तेस्रो खेलमा 4 जुनमा मलेसियासँग नेपालको खेल छ। 7 जुनमा सेमिफाइनल रहेको छ। यो प्रतियोगिताको फाइनल 8 जुनमा हुनेछ। हरेक समूहको शीर्ष 2 टोली एसियन गेम्सका लागि छनौट हुनेछन्। छनौट भएका 4 टोलीले भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान र आयोजक जापानसँग एसियन गेम्समा खेल्ने अवसर पाउनेछन्। एसियन गेम्स आगामी सेप्टेम्बरमा जापानमा हुँदैछ। दर्शक महानुभावहरू, यो पनि मैले तपाईँलाई जानकारी गराउन चाहन्छु। र आदिल आलम अन्सारीको बारेमा धेरैले चर्चा गर्नुभएको छ। यो टिममा आदिल आलम पनि हुनुपर्ने हो, T20 को लागि धाकड खेलाडी भनेर भन्नुभएको छ र A टिममा पनि उनलाई राखिएको छैन। पछिल्लो समयमा लगातार आदिल आलमको प्रदर्शन पनि त्यति
सन्तोषजनक भने पक्कै पनि छैन। त्यसै कारणले गर्दाखेरि पनि उनी टिममा छैनन् दर्शक महानुभावहरू। नेपालको टिममा दिपेन्द्र सिंह गिरी कप्तानको रूपमा रहनेछन्। कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम जस्ता खेलाडीहरू रहेका छन्। अब टिम कम्बिनेसनको बारेमा तपाईँले प्लेइङ 11 बनाउनु पर्यो भने कुन कुन खेलाडीहरूलाई यहाँ राख्नुहुन्छ? रोहित कुमार पौडेललाई ड्रप गर्नुहुन्छ पक्कै पनि होइन। रोहित कुमार पौडेलको ठाउँमा कुशल मल्ल अथवा सन्दीप जोरालाई यहाँ अवसर दिनुहुनेछ भने बाँकी सबै खेलाडीहरू सेम रहनेछन् र गुलसन कुमार झाको ठाउँमा चाहिँ फिनिसरको रूपमा लोकेश बमले स्थान पाउन सक्नेछन्। बाँकी सबै खेलाडीहरू सेम खेल्न सक्नेछन्। ललित राजवंशीको ठाउँमा शाहब आलमले ठाउँ पाउन सक्नेछन्। शेर मल्ल पनि रहेका छन्। दर्शक महानुभावहरू प्लेइङ 11 लेखिदिनु होला र क्रिकेट सम्बन्धी सबै अपडेटहरूको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई एक लाइक पनि गरिदिनु होला। भेट्नेछौँ अर्को अपडेटमा अर्को नयाँ भिडियोसँगै। अहिलेलाई भने छुट्छौँ। जय नेपाल।